दिपु कप तथा स्वर्गीय देव कुमार प्लेट च्याम्पियनसिप कप सञ्चालन समिति पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्न गइरहेको छौँ। यस कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय पत्रकारज्यूहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु र आजको यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि यस विद्यालय व्यवस्थापन समितिका श्रद्धेय अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुसारलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। त्यसै गरी यस कार्यक्रममा विशेष भूमिका जिम्मेवारी लिनुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य र यस कार्यक्रमका संयोजक श्री खडो शमशेर लिम्बुजालाई नै आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस कार्यक्रममा उपस्थित पत्रकार महासंघ सुनसरीका वर्तमान अध्यक्ष जनक ऋषि राईज्यूलाई पनि आसन ग्रहण गरिदिनुको हार्दिक अनुरोध गर्दछु र समयलाई मध्यनजर गर्दै यस कार्यक्रममा उपस्थित यहाँ सम्पूर्ण आदरणीय पत्रकार मित्रहरूलाई यथास्थितिमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो यस खेलकुद संयोजक श्री उमेश ताम्राज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु र यो हामीले विशेष गरेर दिपु स्कुल यस क्षेत्रमा एकदमै परिचित र धेरै पुरानो स्कुल र धरानको एउटा इतिहास बोकेको स्कुल भएको नाताले हामीले यो कार्यक्रमलाई विशेष महत्त्वका साथ हामीले आयोजना गर्दै आइरहेको छौँ र कुनै पनि आयोजना गर्नको लागि पहिलोचोटि दोस्रोचोटि सबैको जस सबैको जागर पनि पुग्ने र बिस्तारै बिस्तारै त्यो प्रतियोगिताहरू सञ्चालन नहुने हाम्रो धेरै उदाहरणहरू हामीले देख्न सक्छौँ। जस्तै गरेर हामीले यो पूर्वाञ्चल क्षेत्रमा यति राम्रो स्तरीय खेल बसेको नेपाल पुलिस स्कुलले 5औं 6औं संस्करण आएर यो प्रतियोगिता बन्द भएको हामीलाई एकदमै ताजा जानकारी नै छ। त्यस्तै गरेर हाम्रो धरान उपमहानगरपालिकाले स्थानीय सरकारबाट भइसकेपछि एकदमै राम्रो कार्यक्रम लेयर कप स्कुल ओलम्पिक सञ्चालन गरेको थियो। त्यो पनि अहिले बन्द भएको अवस्था छ र यस्तै धेरै उदाहरणहरू छ। तर दिपु स्कुलले यो प्रतियोगितालाई निरन्तर रूपमा विशेष रूपमा सञ्चालन गरिरहेको छ र यसको लागि हाम्रो यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुसार र हाम्रो विद्यालय व्यवस्थापन समितिका भूभू अध्यक्ष लेफ्टेनेन्ट रजितबहादुर लिम्बुसारले हामीलाई यो प्रतियोगिताको लागि निरन्तरताको लागि जुन इम्प्लिमेन्ट खडा गर्नुभएको छ त्यसले पनि हामीलाई एकदमै नैतिक दबाव विद्यालयमा पर्छ र त्यसले पनि यो प्रतियोगिता निरन्तर रूपमा अगाडि बढेको यहाँलाई जानकारी गराउन चाहन्छु। र त्यसको साथसाथै अब यो सानो बच्चाको खेल भएको नाताले अब पहिलो म्याचमा नै विद्यार्थीहरू हारेर जाँदाखेरि त्यो हार चाहिँ विद्यार्थीहरूको लागि धेरै ठुलो चोट हामीले महसुस गरेर हाम्रो भूको अध्यक्ष नै क्याप्टेन दिलकुमार लिम्बुसारको स्मृतिमा उहाँको परिवारद्वारा
प्ले च्याम्पियनसिप कप पनि हामीले सञ्चालन गर्छौँ, जसले गर्दाखेरि यो साना कलिला बालबच्चाहरूले आफ्नो भाग्य दोस्रोचोटि त अनिवार्य नै पाउने भए र खेल जाँदै जाँदा उनीहरूले धेरै खेलहरू खेल्न पाउने अवस्था पनि भएको हुनाले यो आफैमा अरूभन्दा धेरै हिसाबले फरक किसिमले यो टुर्नामेन्ट हामीले सञ्चालन गरिरहेका छौँ र यसको लागि हामीले विशेष गरेर यहाँहरू जुन पत्रकारहरू हुनुहुन्छ यहाँहरूले पनि यस्तो प्रतियोगितालाई होस्टेमा हस्ते गर्दै तपाईँहरूले यो कार्यक्रमलाई सम्पन्न गराउनको लागि जुन तरिकाले यो कार्यक्रम यो प्रतियोगिताको उचाइ तपाईँहरूले बढाइदिनु भएको छ त्यसले पनि हामीलाई एक किसिमले उत्साहित र प्रेरणा दिएको छ र हाम्रो डिपो स्कुलले जुन आयोजना गरेको यो ललित अमर डिपो कप छ यस क्षेत्रमा धेरै नै स्तरीय हामीलाई लाग्छ। किन भन्दाखेरि धेरै टिमहरू आउँदाखेरि पनि सहभागी हुन नसक्ने अवस्था सिर्जना भएको छ। उहाँहरूले आफ्नो जसले यो प्रतियोगितामा छिटो दर्ता गर्नुहुन्छ उहाँहरूले मात्रै यो मौका पाउनुहुन्छ र पहिला अब हामीलाई अलिकति टिम पनि कोही बेला अलिकति गाह्रो पर्ने अवस्थामा अहिले हामीले पर्याप्त स्कुलहरू त्यसमा सहभागिता जनाइराख्नु भएको छ। त्यसले पनि यो प्रतियोगिताको फाइटलाई चाहिँ कायम गरेको हामीलाई अनुभूति भएको छ र म आजको यस कार्यक्रममा यस कार्यक्रमका संयोजक र विद्यालय व्यवस्थापन समितिका सदस्य श्री खड्ग शमशेर लिम्बू साहबलाई यो कार्यलाई चाहिँ पढेर अथवा वाचन गरेर यहाँ सम्पूर्ण आदरणीय पत्रकारज्यूहरूलाई जानकारी गराइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। एकदमै साउन्डलाई गर्न पर्छ होइन सुन्नुहुन्छ होला मेरो प्रोनाउन्सिएसन अर्थात् उच्चारण चाहिँ अलिकति बुझ्नु भएन भने फेरि हामी त्यसलाई रिपिट गर्नेछु। अच्छा, प्रेस विज्ञप्ति म पढ्न लागिरहेको छु। मिति 2082-0803 प्रेस विज्ञप्ति। प्रथम डिपो कप आजभन्दा 21 वर्ष अगाडि अर्थात् 2061 सालमा प्रथम पटक आयोजना गरिएको थियो। यसै गरी 2062 सालदेखि 2081 सालसम्म पनि सफलतापूर्वक नै दोस्रो तेस्रो गर्दै 19औं डिपो कप निरन्तर सञ्चालन भएको कुरा यहाँहरूलाई अवगत नै छ। आज फेरि हामी तपाईहरू समाजका संवाहक पत्रकारहरूको सहयोगमा 20औं ललित अम्बर डिपो कप तथा पहिलो चरणमा पराजित हुने विद्यालयहरू बीचमा पहिलेदेखि नै हुँदै आएको दिलकुमार प्लेट च्याम्पियनसिप कप पनि यही मिति 2082 साल मङ्सिर 25 गते बिहिबारदेखि सुरु पुस 3 गतेसम्म सञ्चालन गर्ने अठोट गरेका छौं। साथै विगतमा डिपो कपलाई सफलतापूर्वक सञ्चालन गर्न यहाँहरूले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै 20औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप कप 2082 मा पनि सम्पूर्ण सहयोगको अपेक्षा राख्दछौँ। हजुरले चाहिँ अलिकति के अरे पेसन हुनुपर्ने छ, किन अलिक लामो छ है। डिपो कपको उद्देश्य नम्बर 1 कक्षा 5 सम्मका बालबालिकाहरूभित्र लुकेर रहेको असीमित प्रतिभा लोकप्रिय खेल फुटबलद्वारा प्रस्फुटन गर्ने। नम्बर 2 प्रावि स्तरीय प्राथमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरी धरान उपमहानगरपालिका भित्रको स्कुलहरू बीच आपसी सद्भाव कायम गर्न तथा सम्बन्ध विस्तार गर्न। नम्बर 3
विशेष गरेर ठुल्ठुला खेलाडीहरूको लागि मात्र प्रतियोगिताहरू आयोजना हुने तर कलिला बाल खेलाडीहरूका लागि उपयुक्त अवसर नभएकोले विशेष यिनै बाल खेलाडीहरूलाई सुनौलो अवसर प्रदान गर्न। नम्बर 4, आजको युगमा ठूलो भइसकेपछि मात्रै फुटबल खेल्न सिकेर अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल्न असम्भव भएकोले ग्रास लेभलदेखि नै थोरै भए पनि देशका लागि धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेलाडी उत्पादनको लागि योगदान गर्न। डिपो स्कुल नै किन? नम्बर 1 मा डिपो स्कुल ऐतिहासिक आवश्यकता अनुसार समाजद्वारा समाजकै लागि स्थापना भएकोले। नम्बर 2, नाफा कमाउने उद्देश्य नभई समाज सेवामूलक सार्वजनिक शैक्षिक संस्था भएकोले। नम्बर 3, गुणस्तरीय शिक्षा भन्नाले बाल बालिकाहरूको चौतर्फी व्यक्तित्व विकास समेट्न सक्ने विभिन्न अतिरिक्त क्रियाकलाप मध्ये फुटबल खेल एक भएकोले। 20औं ललित अम्बर डिपो कप तथा दिलकुमार फ्लेग च्याम्पियनशिप कप 2082। गत सालको विजेता नेपाल प्रहरी स्कुल धरान 14, गत सालको उपविजेता डिपो मावि क धरान 18, गत सालको तेस्रो स्थान इमानुएल मावि धरान 17, गत सालको प्लेग च्याम्पियन जोल साया स्कुल धरान 11, गत सालको प्लेग उपविजेता टिपो मावि ख धरान 18। पुरस्कारको राशि: प्रथम पुरस्कार नगद 11,111 रनिङ सिल्ड मेडल तथा प्रमाणपत्र। दोस्रो पुरस्कार रु 7,111 सिल्ड मेडल तथा प्रमाणपत्र। तेस्रो पुरस्कार नगद रु 5,111 सिल्ड मेडल तथा प्रमाणपत्र। प्लेग च्याम्पियनशिप पुरस्कार नगद रु 3,111 रनिङ सिल्ड मेडल प्रमाणपत्र। प्लेग रनर अप नगद रु 2,111 मेडल प्रमाणपत्र। दोस्रो पेजमा अनुमानित बजेट 2082 सालको डिपो कपमा अनुमानित खर्च रु 5,58,321 हुनेछ। अनुमानित आय एकमा प्रवेश शुल्क 3,000/16 गर्दा 48,000। 2 मा प्रायोजक विभिन्न दाताहरू 3 लाख। अक्षय कोषबाट 36,000। अघिल्लो वर्षको संचित बजेट 1,21,000। धरान उपमहानगरपालिका 53,221। जम्मा टोटल 5,58,321। अब अनुमानित व्यय खर्चमा 1 नम्बर पत्रकार सम्मेलन 25,000। नगद पुरस्कार 2,85,551। प्राथमिक उपचार 15,000। रेफ्री अफिसियल 50,000। ट्रफी प्रमाणपत्र 85,000। ग्राउन्ड व्यवस्थापन 45,000। बल तथा सामग्री 35,000। इन्धन यातायात खर्च 25,000। अतिथि सत्कार उद्घाटन 40,000। मंच व्यवस्थापन 40,000। संचार 20,000। साउन्ड सिस्टम जेनरेटर 35,000। फोटो ब्याच 10,000। म्यान अफ द म्याच 15,000। अतिथि सत्कार समापन 40,000। प्रमुख अतिथिलाई मायाको चिनो 10,000। आयोजक तथा अफिसियललाई मायाको चिनो 25,000। विविध 14,746। जम्मा खर्च 5,58,321। तल लेखिएको समस्त खर्च संक्षिप्त लिम्बू मनोहर विश्व ललित अम्बर डिपो कप तथा दिलकुमार फ्लेग च्याम्पियन कप 2082 डाइनामा प्राचार्य राजकुमार राई। थ्याङ्क यू, धन्यवाद। धन्यवाद। यस कार्यक्रमका संयोजक एवं विद्यालयका सदस्य श्री कर्णक शमशेरजी साथले यहाँहरूलाई हाम्रो स्कुलको यो प्रेस विज्ञप्ति यहाँहरूमा आज राखिसक्नु भएको छ। र अब भने म समयलाई मध्यनजर गर्दै यसमा यहाँ सम्पूर्ण उपस्थित आदरणीय पत्रकार महानुभावहरूलाई सल्लाह सुझावको लागि म यहाँ समय उपलब्ध गराउन चाहन्छु। त्यसभन्दा अगाडि म यस
यस पत्रकार भेटघाट कार्यक्रममा भर्खरै हाम्रो सुरक्षारी जिल्ला पत्रकार महासङ्घका अध्यक्षज्यू उपस्थित भएको छ। उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। र अब यहाँहरूले यसमा हामीले यहाँलाई लागेका सल्लाह सुझावहरू राखिदिनको लागि आज अनुरोध गर्न चाहन्छु। मैले यहाँ अलिकति भुल गरेछु। भर्खरै हामीमा यस विद्यालय व्यवस्थापन समितिका आदरणीय सदस्य श्री सूर्य प्रकाश पण्डितज्यूको पनि उपस्थित रहेको छ। यहाँलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अब चाहिँ हामी यो हाम्रो प्रतियोगिता सम्बन्धी सदनको सल्लाह सुझावको लागि रोपण भएको यहाँलाई जानकारी गराउन चाहन्छु। मेरो सानो जिज्ञासा यो 20औं संस्करणसम्म आउँदाखेरि पहिले पनि सहभागिता अलिक कम, पछिल्लो समय यसको चाम बढ्दै गएको होइन। यो सूचना पाएपछि नै सहभागीहरू उत्साहपूर्वक सहभागी भएको र यो जिल्लाभरि नै एउटा राम्रो गेम भइराखेको छ। विद्यालय बिचको प्रतिस्पर्धाले एउटा एक विद्यालयको खेलाडी र अर्को विद्यालयको खेलाडी बिच एउटा आपसी भाइचारा त्यो भएको छ। अब खेल शारीरिक मानसिक सबै रूपले त्यो राम्रो पक्ष भयो होइन। अब अहिले चाहिँ अब यो विश्वव्यापी लोकप्रिय फुटबल खेललाई चाहिँ नेपालमा पनि यसलाई चाहिँ विद्यालय तहबाट अथवा सानैदेखि नै एकदम व्यावसायिक रूपमा चाहिँ विकास गर्नुपर्छ भन्ने कुराहरू आइरहँदाखेरि यो 20औं संस्करणमा आउँदा यो हुन त पोहोरको प्रेस मिटमा पनि यो कुरो त उठेको थियो। पुरस्कारै ठुलो कुरा त होइन होला होइन, रकम एमाउन्ट र पनि यति ठुलो स्कोप पाएपछि अहिले यो पुरस्कारको राशि चाहिँ यो जम्मा 25-30 हजार पुग्दो रहेछ सबै होइन। पहिलो दोस्रो तेस्रो यो प्लेट च्याम्पियनसिप गरेर यसलाई चाहिँ अझै आकर्षित बनाउन सकिन्छ सकिँदैन यो चाहिँ जिज्ञासा लेखाइदिनु भयो भने आभारी भयो। अब यस सम्बन्धमा लगभग यहाँले उठाउने एउटा जिज्ञासा सुझावको रूपमा आएको छ र अहिलेसम्मको हाम्रो यो प्रतियोगिता सम्बन्धीको बुझाइमा चाहिँ अब यो पुरस्कारको राशि विद्यालयले बढाउनलाई त्यति गाह्रो होइन, त्यो समस्या चाहिँ होइन। तर पुरस्कार भन्दा पनि खेल चाहिँ राम्रोसँग सञ्चालन हुनुपर्छ भन्ने हिसाबले हामीले चाहिँ यो पुरस्कारमा भन्दा पनि किनभने सहभागिता भइ नै राखेको छ। मुख्य कुरो सहभागिता नै प्रमुख लक्ष्य भएको हुनाले अब व्यावसायिक रूपमा अब हामीले हाम्रो विद्यालयको एउटा प्रकृति अनुसार हामी व्यावसायिक रूपमा पनि हामी जान सक्दैनौँ। हाम्रो चाहिँ के मात्रै योगदान हो भन्दाखेरि नानी केटाकेटीहरूलाई बाटो चाहिँ देखाइदिने मुख्य लक्ष्य भएको हुनाले हामीले पुरस्कार चाहिँ अहिलेसम्म बढाएको छैनौँ। तर पनि तपाईँहरूको यो समग्र पत्रकार यो सल्लाह सुझाव यसमा रहन्छ भने हामीले यसलाई आगामी वर्ष तपाईँहरूको सल्लाह सुझाव अनुसार यसलाई बढी पनि बनाउन हामी छलफल चलाउँछौँ र मुख्य उद्देश्य चाहिँ यो पुरस्कार धेरै राख्दाखेरि पनि अस्वस्थ प्रतिस्पर्धाको लागि अलिकति कारक पनि बन्छ कि भन्ने चाहिँ देखेको हुनाले स्वस्थ प्रतिस्पर्धा बनाउनको लागि पुरस्कार ठिक भयो भने त्यति नहोला कि भन्ने हिसाबले, किनभने नेपालमा हरेक किसिमको कुराहरू हुन्छन्। त्यसले गर्दा त्यसलाई पनि हामीले मध्यनजर लिएर पुरस्कारलाई चाहिँ ठिक मात्रै सानो बच्चाहरूको भएको हुनाले त्यसलाई कायम गरेको छौँ। तर पनि अब समग्र तपाईँहरूको जब धेरै केही सुधारहरू आगामी वर्षहरूमा हामीले के गर्न सक्छौँ त्यसमा चाहिँ हामी पुनर्विचार गर्न सक्छौँ होला। यो बाहिर पनि छ, जस्तै हामीले राख्ने कुरा त एउटा भइहाल्यो।
र अब यो धरान बाहिर पनि यसको एकदम चर्चा हुन्छ, खेलाडीहरू पनि अगाडिदेखि नै यो अमर डिपोट कप, ललित अमर डिपोट कप हुन्छ भनेर अगाडिदेखि तयारी पनि गर्ने गरेको बुझियो इत्यादि तराहरूतिर पनि। अनि त्यसो हुँदाखेरि जस त्यही अब प्रत्यक्ष अप्रत्यक्ष उहाँहरूको कुराकानीमा पनि मैले त्यो सोधेको पनि होइन, यो पुरस्कार चाहिँ अलिक बढाएदेखि होइन झन् व्यावसायिक प्रतिस्पर्धा हुन्छ, झन् उनीहरूमा उत्साह बढ्छ भन्ने चाहिँ कुरा आएको हुनाले यसमा अब यो अलि आकर्षक हुनाले यति नै भन्ने होइन, अब यसलाई अझै आकर्षक वाह भन्ने खालको। किन यत्रो रेपुटेड स्कुल डिपोट भनेको त अब यो पूर्वकै निकै नाम चलेको स्कुल त्यो हुनाले गर्दाखेरि त्यो हिसाबले चाहिँ मैले त्यहाँ आएको कुराहरूलाई यसो पनि छ है भनेर तपाईँहरूले एउटा थाहा पाउने कुरा त थाहा पाएको कुरा तपाईँले राखिदिनु हो, धन्यवाद। यहाँले यस्तो नगर स्तरीय हो कि जिल्ला स्तरीय हो कि प्रदेश स्तरीय भनेर चाहिँ यहाँ ल्याउनु भएको जस्तो लाग्यो। यसलाई हाम्रो चाहिँ यो विशेष गरेर हाम्रो नगर क्षेत्रलाई नै हामीले सबै चाहिँ विशेष हाम्रो छ होइन, नगर स्तरीयलाई नै हाम्रो प्रायोरिटी छ। र अब त्यसमा अब विशेष गरेर अहिले डिपो स्कुललाई चाहिँ अरू नआए पनि डिपो स्कुललाई चाहिँ बाहिरबाट पनि निमन्त्रण आउँछ यस्तै यस्तै टुर्नामेन्ट। त्यसो हुँदाखेरि हामीले त्यो जुन स्कुलले आयोजना यस्तो टुर्नामेन्टहरू गरिराख्नुहुन्छ उहाँहरूको स्कुललाई चाहिँ हामीले चाहेको खण्डमा सहभागिता उहाँले गराउँछौँ, तर त उहाँले पनि छिटै गर्नुपर्ने हुन्छ। लगभग यो चाहिँ नगर स्तरीय नै भन्नुहुन्छ हामीले तररा भरतसँग त आउँछ तररा पनि त्यहाँ पनि के छ भन्दाखेरि अब सबैलाई दिन सकिँदैन, त्यस्तो विभिन्न क्षेत्रमा उहाँले आफ्नो तरिकाले गरिराख्नुहुन्छ। हाम्रो स्कुललाई चाहिँ उहाँ एउटा विशेष निमन्त्रण नै हुन्छ सहभागिताको लागि, त्यसले गर्दा त्यस्तो ट्रेनिङ स्कुलहरूमा चाहिँ जाने गरेर संस्थागत र सामुदायिक दुवै स्कुलले सहभागिता जनाउनु पाए। यसमा सहभागिताको लागि चाहिँ रोकिएको चाहिँ छैन होइन, सहभागिता जनाउँदाखेरि हामीले रोक्दैनौँ, तर हामीले प्रायोरिटीमा चाहिँ पार्दैनौँ। प्रायः जस्तो संस्थागत विद्यालयहरूमै यसको जान्छ, किनभने संस्थागत विद्यालय र यो विद्यालयको यसको जुन विद्यार्थीहरूको प्रति सबै मिल्ने भएको हुनाले र हामीले भन्ने चाहिँ गरेको छैन, तर सहभागिता चाहिँ संस्थागत विद्यालयहरू नै हुन्छ। जस्तो यहाँ बाहिर स्कुल हुन्छ, यो सानो बच्चाहरूको एउटा अहिले सुरु भएको छ, पनि राम्रो पक्ष छ। यहाँ एउटा टुर्नामेन्ट हुन्छ धरानमा, यस्तै सानो बच्चाहरू तर उहाँहरूले त्यो चाहिँ फेरि सरकारी स्कुलभित्रै खेलाउनुहुन्छ, हामीले निमन्त्रण आउने सायद हामी गयो भने सहभागिता गराउनुहुन्छ होला, तर निमन्त्रण आएको छैन, निमन्त्रण नआएको खोज्नेतिर आयो। त्यसो हुँदाखेरि तर त्यो एकदम राम्रो सुरुवात हो। यहाँ सानो बच्चाको अर्को पनि टुर्नामेन्ट हुन्छ, त्यो धरानको लागि एकदमै राम्रो हो। त्यसले गर्दा केटाकेटीमा एउटा आधार खडा हुन्छ र धरानको फुटबल विकासको लागि त्यसले पनि धेरै ठुलो टेवा बनाउँछ। यो चाहिँ संस्करण भइसक्यो यो टुर्नामेन्ट पनि, त्यसले राम्रो पक्ष छ धरानको लागि। टिम चाहिँ कति टिम बनाउनु? हाम्रो जम्मा 16वटा टिम। 16भन्दा बढी चाहिँ धेरै खेलाउँदाखेरि के भयो भन्दाखेरि स्कुल चाहिँ क्लब जस्तै हुने भयो। अनि स्कुल क्लब जस्तै हुँदाखेरि अब त्यो त्यहाँ टुर्नामेन्ट खेलाएपछि केटाकेटीको ध्यान चाहिँ त्यतै जान्छ। अनि लामो समय हामीले टुर्नामेन्ट गराउँदाखेरि अलिकति यो पढाइलाई अलिक लामो असर गर्ने भएको हुनाले यो इन्ट्रीको टाइम कहिलेसम्म राख्नु? यो त इन्ट्री त अब हाम्रो अब आज हो, आज भएपछि फर्स्ट कम फर्स्ट सर्भको आधारमा जुन टिम चाहिँ पहिला छ अहिले दर्ता गर्न आउँछ उहाँ नै हुनुहुन्छ। अनि कति गतिसम्ममा हामी त्यो हामीले तोकेको छ त्यो चाहिँ छ, तर के छ भने त्यो डेटमा त अगाडि भरिहाल्छ। पत्र पठाउनु हुन्छ कि सहभागी हुनको लागि? पत्र पठाउँछ, सबै यहाँको स्कुलहरू सबैलाई पठाइदिन्छ।
पत्र त 16 भन्दा धेरै पठाउनुहुन्छ। धेरैलाई त यहाँ धरानको लगभग कुनै पनि स्कुल छुट्दैन, तर अब उहाँले चाहिँ पहिला दर्ता गर्नुहुन्छ। उहाँले कोही फोन गरेर पनि हुँदैन, आएर कन्स्ट्रक्सनमा एन्ट्री डिटेल नै भयो र मात्रै दर्ता। अब यो समाचार हेरेर इटरी तररा यो मिडियाबाट थाहा पाएर आउनुभयो भने लिनुहुन्छ नि? हामी त्यो समाचारमा थाहा पायौँ अनि आयौँ भनेर सबै विधि कुरो धरान क्षेत्रलाई चाहिँ भयो। हामी